सो वेलकम टु युट्युब च्यानल चतर चतर। तपाईहरु प्लिज सब्स्क्राइब गरिदिनु होला है। सो फाइनली हामी चाहिँ जाँदैछु प्रकाशपुर। तपाईहरुलाई बाटोको इन्जोय दिनेछु। बाटोमा धेरै सबै कुरो छ। प्रकाशपुरसम्मको तपाईहरु इन्जोय लिनु होला है। सो दुईटा छ रामधुनी गेट, एउटा उतै छुटो वहाँ सट्ट वहाँ पर छ, अझै एउटा यहाँ पनि छ अगाडि। तपाईहरुलाई म हेराउनेछु। सो अझै एउटा तपाईहरुलाई झुम्काको भाइरल ठाउँ म हेराउन चाहदैछु। धेरै हामी हिँड्छु यो ठाउँ, तर कहिले पनि बनाएन। 3 वर्ष डुले, तर मलाई थाहा थिएन। टिकटकमा चाहिँ थाहा भयो। म तपाईहरुलाई भाइरल ठाउँ हेराउन गइरहेको छु। यहाँ चाहिँ जोरी बसेकै हुन्छ। यहाँ हेर्नु सिङ्गल सिङ्गल धेरै छ बसेको। यही हो झुम्काको भाइरल ठाउँ। सो गाइज तपाईहरु पनि आउनु होला। भाइरल ठाउँ झुम्कामा छ। टिकटक बनाएर जानुहोस् आएर। यहाँ चाहिँ बनाए जस्तो बसेकै हुन्छ हैन। म चाहिँ वास्ता गरिनँ। गाडी चलाउने मान्छे कहाँ वास्ता गरेर हुन्छ हैन। त्यसैले सिधा नजर हाम्रो मात्र जान्छ हैन। ल सो फाइनली तपाईहरुलाई अझै एउटा गेट म हेराउन गइरहेको छु। यो गेट चाहिँ निकै नै राम्रो छ। यो चाहिँ मेन गेट। यो गेट चाहिँ हेराउन पाइन। यो गेट चाहिँ म तपाईहरुलाई हेराइदिन्छु। रामधुनी जाने बाटो हो। यहाँ चाहिँ लेखेको छ, तपाईहरु सक्नुहुन्छ, इतिहास रामधुनी मन्दिर। सेराटन यहाँ चाहिँ निकै नै सेकुवा पाउँछ। दुईटा चाहिँ यहाँ लास्टै फेमस सेराटन भन्ने ठाउँ। एउटा चाहिँ यो हो, एउटा चाहिँ यता छ खुसी सेकुवाका छ यता। ल यहाँ चाहिँ सेराटनमा दुईटा छ सेकुवा कर्नल। तपाईहरु चाहनुहुन्छ भने खानालाई आउनु होला है। यो तपाईहरुको ल इन्जोय लिनुहोस्, भिडियोको इन्जोय। सो अहिले चाहिँ हामी लालपुर आइसकेका छौँ। लालपुर भन्ने ठाउँ सक्छ। तपाईहरुलाई म हेराउन गइरहेको छु लालपुर भन्ने ठाउँ। ल यही हो लालपुर भन्ने ठाउँ। ल त्यो हाम्रो यहाँ पनि एउटा काम थियो त्यसैले। सो निकै नै गर्मी छ है गाइज। अब तपाईहरुलाई म चाहिँ एउटा लोकेसन भिडियो पनि एन्ड इन्जोय भिडियो पनि यो हो। म चाहिँ अहिले लोकेसन हेराउन गइरहेको छु। रामधुनी कतातिर यहाँ चाहिँ 3वटा बाटो छ नि त। त्यसैले म चाहिँ धेरै जसो नेपालको झन्डा हेरिन कि यो ठाउँमा हेरेँ। त्यसैले एउटा बनाइदिउँ न हैन। हेर्नुहोस् हाम्रो नेपालको झन्डा सट्ट। अनि लोकेसन यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ। उता माथि भनेको रामधुनी, उता कुन हो चकरघट्टी जाने, उता यता त हामी झुम्काबाट आएको सट्ट। ल दाहिने चकरघट्टी कुन ठाउँ जान्छ, अनि सिधा रामधुनी, उता जङ्गल, यता चाहिँ झुम्का ब्याक। ल सो फाइनली यो चाहिँ अब मेन ठाउँ, मेन पोइन्ट। उता प्रकाशपुर जाने अनि एउटा मन्दिर जाने मेन पोइन्ट हो। यता चाहिँ यता पनि यो चकरघट्टी नै जाने बाटो हो। अनि यता चाहिँ रामधुनी चाहिँ मेन पोइन्ट। तपाईहरु यति थाहा भएको छैन भने भिडियो हेरेर आउनु।
सो फाइनली हामी चाहिँ रामधुनी मन्दिर पुगिसकेका गाइस। सो म मेन गेट प्रवेशद्वार हेराउन गइरहेको छु। सट्ट यही हो, भित्र चाहिँ मन्दिर, यता यो चाहिँ मन्दिर हो सट्ट मेन। तपाईहरु पनि दर्शन गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। ल सबलाई जय श्री राम, सबलाई जय श्री राम। अब चाहिँ हामी लाग्दैछु सट्ट हैन। हाम्रो चाहिँ गाडी घोडामा हिँड्दा मन्दिर आउने ठाउँमा हामी चाहिँ ढोक्ने गर्छु कृपया, किनकि राम्रै होस् बाटो, कतै नहोस् केही भनेर हामी मनबाट ढोक्छु रामधुनी। अब रामधुनी माता हो कि के हो हैन। ल चाहिँ जङ्गल कटेर ठ्याक्कै सिकारी ठान भन्ने ठाउँ आइपुगे। अब चाहिँ यहाँबाट प्रकाशपुर कता लाग्छ भनेर म तपाईहरुलाई हेराउन गएको। चारवटा बाटो छ नि त, एउटा यताबाट आउने, यो भनेको त कुन हो रे, राजाबास जाने बाटो, अनि यता पनि भनौँ न कोशी सिधा, अनि यो लेफ्टतिर हामी जान्छौँ प्रकाशपुर। ल फाइनली हामी चाहिँ प्रकाशपुर आइपुग्यो। तपाईहरु हेर्नु सक्नुहुन्छ। सो अहिले चाहिँ साइनबोर्डै हेरिन, साइनबोर्डमा चाहिँ नाउँ अलिकति मेटेको रहेछ क्या। ल है प्रकाशपुरवासी हल्का प्रिन्ट गर्नु पर्यो साइनबोर्ड। सो फाइनली हामी चाहिँ प्रकाशपुर पुगिसकेको छु। हामी चाहिँ अहिले जस्ट प्रकाशपुर बजारमा छु। सो सबैलाई अब चाहिँ बाई बाई। सो भिडियो मन परेमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है। ल बाई गाइज।